हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। हजुर कस्तो हुनुहुन्छ? आयो सबै सन्चै हुनुहुन्छ र म पनि अलिअलि सन्चै छु भनौँ न त। किनकि म छुट्टी गएको थिएँ अनि आजसम्म चाहिँ पानी परेर पुरा खत्तम छ, ठन्डा छ नि त। अनि यहाँ राँचीमा चाहिँ पुरा गरम छ, त पानी चेन्ज भएर नि होला म बिमार भएको। सो अहिले चाहिँ मेरोबाट घाँटीको वाट लागिसक्यो, यो पनि तकरिबन अहिले चाहिँ ठिक भएको हो नि त। पुरा दिनभरि जुत्ता नि यस्तो भइरहेको थियो, प्लस मेरो फोन पनि खराब भएको थियो नि त। सो हामी चाहिँ 1 तारिक आएको थियो यहाँ राँची चाहिँ, अनि राति आएको मतलब 1 तारिक आएको दिनमै बुढाले चाहिँ फोन बनाउनु दियो नि त। सो त्यही भएर हिजो चाहिँ 2 या 3 बजीतिर बुढाले चाहिँ फोन बनाएर ल्याइदिएको थियो मेरो। सो मैले नि हिजो बनाएँ, किनकि यसरी पनि जुखाम लागेर चाहिँ मलाई भिडियो बनाउनु बिल्कुल पनि मन थिएन। अनि आज चाहिँ म बनाउँछु भनेर नि त, किनकि कतिजनाले म्यासेजहरू गर्नुभएको रहेछ। अब मेरो वाट्सएप पनि खोलेको थिएन नि त म्यासेजहरू गर्नुभएको रहेछ कि कहाँ छ के छ भनेर चाहिँ। सो आजबाट चाहिँ म भिडियो बनाउँछु, तर पनि अहिले अलिकति बेसन्चै छु भनौँ न त। म जब ठिक हुन्छु या अलिअलि अरू के भए पनि हालिराख्छु। सो मलाई धेरै धेरै सपोर्ट र माया गरिदिनुहोस् होला। यो 1-2 महिना मैले भिडियो हालेको छैन भनेर चाहिँ मलाई इग्नोर नगरिदिनुहोस् होला। जस्तो आगेले माया दिनुभएको थियो, मलाई सपोर्ट गर्नुभएको थियो, त्यसरी नै गरिदिनुहोस् होला, त्यो यति नै आशा राख्छु। र जागरमा म हुँदा चाहिँ कतिजनाले मम्मीलाई फोन गरेर सोध्नु भएको रहेछ, छोरीले किन भिडियो हाल्दैन, कहाँ छ के छ भनेर। अनि म पनि अचानक चाहिँ मैले जागरमा गएँ, अनि उसको बाद कतिजनाले मान्छे सोचेर कहिले आएको भिडियो म त देखिनँ त, यस्तो भन्नु क्वेसन थियो सबैजनाको। अनि दादाको बिहामा पनि मैले एटेन्ड गर्दाखेरि कतिजना मान्छेहरूले मेरो भ्लगहरू हेर्नु हुँदो रहेछ। अनि मलाई भेटेर पनि भन्नुभएको थियो, तिम्रो भिडियो हेर्छु नि, भ्लग हेर्छु नि, राम्रो लाग्छ, बनाइराख्नु, अहिले चाहिँ किन नबनाएको भनेर कतिजनाले सोध्नु भएको थियो कि। अनि त्यसको बिचमा मैले फेरि एउटा भिडियो बनाएको थिएँ नि त कि मेरो फोन खराब भएको छ, सो अहिले म हाल्नु सक्दैन भनेर चाहिँ। अनि यसको बादमा फेरि अहिले चाहिँ राज्य आएर चाहिँ बुढाले 1 तारिकै फोन दिएर बनाएर बल्ल आएर लिएर चाहिँ म भिडियो सुट गर्दैछु। यो चाहिँ मेरै फोन हो बनिसकेर फाइनली अहिले म बनाउँदैछु। सो आजबाट चाहिँ म भिडियो हाल्ने ट्राई गर्नेछु हजुरको आगे। सो मेरो भिडियोलाई लाइक, सपोर्ट एन्ड सेयर गरिदिनुहोस् होला, धेरै धेरै माया दिनुहोस् होला। सो थ्याङ्क यू, आजको लागि यति नै, बाई बाई, लभ।